छिम्केश्वरी जाने बाटो तपाईँहरू पनि आउनु होला एकदम राम्रो छ नडराइकन आउनु होला बाटो एकदम क्लियर छ सफा छोटो मिठो बाटो हेर्नु होला बाटो एकदम क्लियर छ कतै पनि पहिरो आएन जङ्गलको बाटो एकदम राम्रो छ तपाईहरु पनि आउनु होला उकालो चाहिँ उकालो चाहिँ उकालो रहेछ है बाटो बन्दीपुर जस्तै ढोडिनीको बाटो जस्तो यो चाहिँ तल तनहु अब फेरिनीको यो मेरो गीत भिडियो गरेको थिएन नि गरेको थिएन सबै माथि नै पुग्ला सालको रुख सेम बन्दीपुरको हेर्नु न यहाँ बाटो याद गरेर त्यो जङ्गलको बाटो छ नि हामी चाहिँ अहिले तनहु आबु तनहु कता रे आबु गाउँ तपाईँहरू पनि यहाँ आउनु होला राम्रो छ कहीँ मात्रै हो सबैको मोबाइल खस्ला नि यस्तो ठाडो यस्तो अप्ठ्यारो बाटो राम्रो छ नि अनि यही बाटो जाने त्यो होटेल त्यहाँ सुत्ने ठाउँ होमस्टे छ फेरि त्यो डाँडा लाग नेपालको सबैभन्दा एसियाको सबैभन्दा ठुलो छ पहाड होइन पहाड कि पहाड कता हो यो त केही नै होइन छिम्केश्वरी सुनेको छैन नि तपाईँले ए डाँडा पाखा हेर्नुहोस् होला कस्तो होइन बन्नेपुर भन्दा धेरै अप्ठ्यारो आफ्नो बटारेको बन्नेपुर यहाँ ठाँसेसम्म तपाईँ ठाडै सुरु मात्रै हो के भने यतिकै बनायो न त कहाँ यति टेकेर जानुपर्छ पहिले धेरै राम्रो बनायो नि यो माथिसम्म छ लाब्दीसम्म छ यो एउटा गाडी बाँधिनु होइन लो यहाँ माथि कति ठाउँ छ अनि
हेर्नु आम गाउँ कस्तो बाग्लो रहेछ है रुखहरू रानी आबु गाम भनेर लेखेको छ म त यहाँ चाहिँ अहिले बसा कति वर्ष भयो हाट्यो भने पुऱ्यो भने पुऱ्यो कति हावापानी कस्तो छ अब भोलि पर्सि हेर्ने यो नि भरिन्छ गाउँ कति जग्गा चाहिँ सबै बेचिन्छ यहाँ अब बस्ती छ कि बस्ती बढ्दै गयो नि त्यतातिर सस्तो होला नि त्यो होटल छ नि एउटा भाइरल यहाँ फाटै रहेछ फेरि डाँडा भएर क्या पुरै हेर्नु यो माथि माथि कति गाउँ छ तपाईँले के थाहा खोइ उ त्यो कुकुर छ कुकुर 2-3टा कुकुर बसिरहेको बाटा बसेर सबै जग्छ नि यहाँ ए बच्चा रहेछ ओ यही होटल हो यही होटल किन बिग्लो त्यो दाइहरू छ नि त्यो दाइहरू अहिले अस्ति भिडियो बनाएर त्यहीबाट चाहिँ भयो कि सामान फर्क्यौँ दबाई जन्मेर रहेछ अब गर्नु अब त अझै उताबाट आयो भने त धेरै खिच्नु छ भने थोरै सालको रुख फर्काउनु पर्दै यहाँ आइपुग्नु पर्ने रहेछ भयो सामान धेरै पछाडि